हामीले हाम्रो दैनिक जीवनमा स्टोरेज भनेको त हामीले सुनेर आइरहेका छौँ। जसलाई हामी 1 जिबी, 2 जिबी, 8 जिबी, 16 जिबी भनेर हामी कुरा गरिरहेका हुन्छौँ। र त्यसै गरी एमबी भनेको त्यसको सानो युनिट हो है। सो प्रायः हामीले चाहिँ 1 जिबीमा हेरिरहेका हुन्छौँ। मोबाइलमा 16 जिबी स्टोरेज छ, 32 जिबी स्टोरेज छ होइन, 16 जिबी ऱ्याम छ, 4 जिबी ऱ्याम छ होइन। यो जिबी भनेको चाहिँ के हो त होइन, यो जिबीमा कति एमबी हुँदो रहेछ त हामी आज त्यो हेर्नेछौँ है त। यो भिडियोमा ध्यान दिएर हेर्नुहोला। हरियो बक्स, एउटा सानो हरियो बक्स भनेको चाहिँ 1 एमबी हो र यो 1 एमबीले चाहिँ कति जिबी हुन्छ भन्ने कुरा चाहिँ हामीले यो बक्स भर्दै गइरहेछौँ। हेर्नुहोस् त कति धेरै बक्स छ र यो भिडियोको अन्तिमसम्म तपाईँहरूले 1 जिबीमा कति एमबी हुने रहेछ भन्ने कुरा चाहिँ स्पष्ट थाहा पाउनुहुनेछ र कहिल्यै पनि भुल्नुहुने छैन कि स्टोरेज भनेको कस्तो हुँदो रहेछ र 1 जिबीमा चाहिँ कति एमबी हुँदो रहेछ भन्ने कुरा चाहिँ तपाईँहरूले यो भिडियोबाट चाहिँ स्पष्ट रूपमा बुझ्न सक्नुहुनेछ।